कक्षा 12 का शैक्षणिक पद्धति र मूल्याङ्कन विषयको महत्त्वपूर्ण प्रश्न र उत्तरबारे समूह क र ग कै बारेमा हामीले अघिल्लो भिडियोमा छलफल गरिसकेका छौँ। आज हामी यस भिडियोमा समूह ख, ग्रुप बी को छोटो प्रश्न र त्यसको उत्तरका बारेमा छलफल गर्नेछौँ। समूह क र ग का भिडियो हेर्नुभएको छैन भने कमेन्टमा पेडागोजी क्लास 12 लेख्नुहोस्। तपाईलाई म त्यस भिडियोको लिङ्क दिनेछु। भन्दै ढिला नगरी आजको प्रश्नहरूको छलफल गरौँ। समूह ख का पहिलो प्रश्न 12। उद्देश्यहरूको नयाँ वर्गीकरण अनुसार संज्ञानात्मक तहको सूची तयार पार्नुहोस्। यसको उत्तर हामी यसरी लेख्न सक्छौँ। संज्ञानात्मक तहको सूची नयाँ वर्गीकरण अनुसार। ब्लुमको नयाँ वर्गीकरण अनुसार संज्ञानात्मक क्षेत्रका 6 वटा तहहरू तलबाट माथिल्लो क्रममा यस प्रकार छन्। पहिलो, ज्ञान सम्झने। दोस्रो, बोध बुझ्ने। तेस्रो, प्रयोग लागू गर्ने। चौथो, विश्लेषण टुक्राउने वा तुलना गर्ने। पाँचौं, मूल्याङ्कन जाँच गर्ने वा निष्कर्ष निकाल्ने। 6. सिर्जना नयाँ कुरा बनाउने सबैभन्दा माथिल्लो तह। अब अर्को प्रश्नतिर लागौँ। प्रश्न 13। कक्षा कोठाको वातावरणलाई क्रियाशील र अन्तर्क्रियात्मक बनाउने कुनै 5 उपायहरू लेख्नुहोस्। अथवा कक्षामा विद्यार्थीको उत्प्रेरणा बढाउने कुनै 5 तरिकाहरू उल्लेख गर्नुहोस्। यसको सही उत्तर यस प्रकार रहेको छ। कक्षा कोठाको वातावरण अन्तर्क्रियात्मक बनाउने 5 उपायहरू। पहिलो, छलफललाई प्रोत्साहन। शिक्षकले मात्र नबोली विद्यार्थीलाई तपाईलाई के लाग्छ भनेर खुल्ला प्रश्नहरू सोध्ने। दोस्रो, समूह कार्य। विद्यार्थीहरूलाई 4 देखि 5 जनाको समूहमा बाँडेर प्रोजेक्ट वा समस्या समाधान गर्न दिने। 3. बसाइ व्यवस्थापन। सबैले सबैलाई देख्न सक्ने गरी यू आकार वा गोलो घेरामा बस्ने व्यवस्था मिलाउने। 4. शैक्षिक सामग्रीको प्रयोग। भिडियो वा चित्रहरू देखाएर त्यसमाथि विद्यार्थीलाई बोल्न लगाउने। 5. डररहित वातावरण। विद्यार्थीले गल्ती नै उत्तर दिए पनि नहप्काउने र उनीहरूको विचारको सम्मान गर्ने। त्यसैगरी अब पालो प्रश्न 14 को। मस्तिष्क मन्थन विधिको प्रयोगबाट हुने 5 फाइदाहरू उल्लेख गर्नुहोस्। यो प्रश्नको जवाफ हामीले यसरी दिन सक्छौँ। मस्तिष्क मन्थनका 5 फाइदाहरू। पहिलो, यसले विद्यार्थीहरूमा सृजनात्मक र तार्किक सोचको विकास गराउँछ। दोस्रो, सबै विद्यार्थीले बिना कुनै डर आफ्नो विचार राख्न पाउने हुँदा कक्षामा सक्रिय सहभागिता बढ्छ। 3. एउटै समस्याको धेरैवटा नयाँ र फरक फरक समाधानहरू निस्कन्छन्। 4. विद्यार्थीहरूमा अरूको विचार सुन्ने र सम्मान गर्ने बानीको विकास हुन्छ। 5. यसले कक्षा कोठाको एकोहोरोपनलाई हटाएर रमाइलो वातावरण सिर्जना गर्छ। अगाडि बढौँ अर्को महत्त्वपूर्ण प्रश्नतर्फ। प्रश्न 15। उपचारात्मक मूल्याङ्कनका कुनै 3 वटा उपयोगिता उल्लेख गरी कुनै एउटाको छोटो वर्णन गर्नुहोस्। यसलाई हामी यसरी प्रश्न पार्न सक्छौँ। यसका 3 उपयोगिताहरू। 1. विद्यार्थीको सिकाइ कमजोरी पत्ता लगाउन। 2. सुधारात्मक शिक्षण दिन। 3. सिकाइ दर बढाउन। कुनै एकको वर्णन। सुधारात्मक शिक्षण दिन। निर्माणात्मक मूल्याङ्कनबाट कुनै विद्यार्थीले गणितको हिसाब वा विज्ञानको सूत्र नबुझेको पाइयो भने शिक्षकले त्यस्ता विद्यार्थीहरूलाई मात्र छुट्टै राखेर वा उनीहरूले बुझ्ने सरल विधि अपनाएर पुनः पढाउन उपचारात्मक मूल्याङ्कनको प्रयोग गरिन्छ। यसले कमजोर विद्यार्थीलाई कक्षाको स्तरमा ल्याउन मद्दत गर्छ। अब लागौँ प्रश्न 16 तर्फ। उत्तर कुञ्जिका तयार गर्ने तरिका र यसका फाइदाहरूबारे छोटो टिप्पणी लेख्नुहोस्। यसको उत्तर लेख्दा हामीले यी कुराहरू समावेश गर्नुपर्छ। उत्तर कुञ्जिका तयार गर्ने तरिका र फाइदा। तयार गर्ने तरिका। प्रश्नपत्र निर्माण गर्दा नै हरेक प्रश्नको सम्भावित सही उत्तर र कुन बुँदा लेखे बापत कति अङ्क दिने, जस्तै परिभाषालाई 2 अङ्क, उदाहरणलाई 2 अङ्क भनेर पहिले नै कागजमा लेखेर स्पष्ट खाका तयार पारिन्छ। यसका फाइदाहरू। 1.
उत्तर परीक्षणमा एकरूपता आउँछ। 2. परीक्षकको व्यक्तिगत रिस, खुसी वा मूडको प्रभाव अङ्कनमा पर्दैन। 3. कपी जाँच्न छिटो र सजिलो हुन्छ। अर्को प्रश्न हेरौँ। प्रश्न 17। नेपालको परिवेशमा निरन्तर मूल्याङ्कनको कार्यान्वयनलाई सफल बनाउन के गर्नु पर्ला? कुनै 5 सुझाव दिनुहोस्। अथवा नेपालमा निरन्तर मूल्याङ्कन सफल हुन नसक्नुका 5 कारणहरू औल्याउनुहोस्। यस प्रश्नमा हामीले कुनै एक प्रश्नको उत्तर लेख्नुपर्छ र मैले पनि यसरी एक प्रश्नको उत्तर लेखेको छु। नेपालमा निरन्तर मूल्याङ्कनको कार्यान्वयन सफल बनाउने 5 सुझावहरू। पहिलो, व्यावहारिक तालिम। शिक्षकहरूलाई निरन्तर मूल्याङ्कन फारम भर्ने र मूल्याङ्कन गर्ने प्रयोगात्मक तालिम दिनुपर्छ। 2. विद्यार्थी सङ्ख्या नियन्त्रण। एउटा कक्षामा धेरैमा 30 देखि 35 जना मात्र विद्यार्थी राख्ने व्यवस्था मिलाउनुपर्छ ताकि शिक्षकले सबैको निगरानी गर्न सकुन्। 3. अभिभावक सचेतना। अभिभावकहरूलाई अङ्कभन्दा सिकाइ सुधार महत्त्वपूर्ण हो भनेर बुझाउनुपर्छ। 4. डिजिटल रेकर्डिङ। कापीमा रेकर्ड राख्ने झन्झट हटाउन विद्यालयमा कम्प्युटर वा मोबाइल एपको प्रयोग गर्नुपर्छ। 5. पर्याप्त शैक्षिक सामग्री। विद्यालयमा प्रयोगात्मक र परियोजना कार्य गर्नका लागि आवश्यक बजेट र सामग्री उपलब्ध गराउनुपर्छ। अब ढिला नगरी अर्को प्रश्नतिर लागौँ। प्रश्न 18। परीक्षण बाहेकका साधनको अवधारणा स्पष्ट पार्दै कुनै 2 साधनको नाम लेख्नुहोस्। यसको उत्तर यसरी प्रस्तुत गर्न सकिन्छ। परीक्षण बाहेकका साधनको अवधारणा: कापी र कलम प्रयोग गरी लिइने परम्परागत लिखित परीक्षा बाहेक विद्यार्थीको व्यवहार, अनुशासन, रुचि र बानीहरू जाँच्न प्रयोग गरिने अन्य साधनहरूलाई परीक्षण बाहेकका साधन भनिन्छ। लिखित परीक्षाले विद्यार्थीको दिमाग, ज्ञान मात्र जाँच्छ भने यी साधनले विद्यार्थीको आचरण र दैनिक बानी मापन गर्छन्। 2 साधनका नामहरू। 1. रुजु सूची। 2. श्रेणी मापन। र अन्त्यमा आजको हाम्रो अन्तिम प्रश्न। प्रश्न 19। विशिष्ट उद्देश्यका विशेषताहरू छोटकरीमा वर्णन गर्नुहोस्। यसको जवाफ यस प्रकार रहेको छ। विशिष्ट उद्देश्यका विशेषताहरू। विशिष्ट उद्देश्य पाठयोजनाको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। यसका विशेषताहरू यस प्रकार छन्। पहिलो, विशिष्ट। यो प्रष्ट र एउटा मात्र अर्थ लाग्ने हुनुपर्छ। 2. मापन योग्य। विद्यार्थीले सकेनन् भनेर जाँच्न सकिने हुनुपर्छ। 3. प्राप्त गर्न सकिने। विद्यार्थीको क्षमता अनुसार पूरा गर्न सकिने हुनुपर्छ। 4. सान्दर्भिक। पाठ्यक्रमसँग मिल्ने हुनुपर्छ। 5. समयबद्ध। एक पिरियड 45 मिनेटभित्र पूरा गर्न सकिने हुनुपर्छ। आजको लागि यति नै। यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।